सम्पूर्णमा नमस्कार। आज मिति 2082 साल कार्तिक 3 गते सोमबार। तिहार हिन्दू धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठुलो सिङ्गो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो। यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारका नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिका भाइटिकासम्म मनाइन्छ। 5 दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। आज कार्तिक महिनाको 3 गते सोमबारको दिनमा कुकुर तिहार र लक्ष्मी पूजा एकै दिनमा पर्न गएको छ। आजको दिन बिहान सबेरै उठेर नित्य कर्म र स्नान गरी कुकुर पूजा गर्ने चलन छ। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्न कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टिका तथा घाँटीमा फुलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दुध, अन्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। आजको दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ। कुकुरलाई आज्ञापालक एवं रक्षकको रूपमा लिइन्छ। कुकुरलाई भैरवको वाहन पनि मानिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा सबै नेपालीहरूले मनाउने गर्छन्। त्यसै गरी अर्को विशेष दिन आज लक्ष्मी पूजा पनि हो। यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। यसलाई यम पञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका 4 महत्त्वपूर्ण रातमध्ये लक्ष्मी पूजाको रातलाई सुख रात्रि भनिन्छ। आजको दिन राति अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ। घरमा भएका सम्पूर्ण द्रव्य, गहना अनि श्री सम्पत्तिलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ। आजको साँझ विभिन्न रङ्गोली बनाउने चलन पनि छ। अर्कोतर्फ आजको दिन राति लक्ष्मी भगवती पृथ्वी लोकमा आउने र आशिष दिएर जाने जनशक्ति पनि छ। त्यसै कारणले आज घर अगाडिको तुलसीको मोठ वा आँगनको प्रवेशद्वारबाटै लक्ष्मी पाइला रूपी रङ्गीन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ। यिनै पाइलाका छाप अनुरूप लक्ष्मीको रूपमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ। रङहरू, बत्तीहरू अनि पर्वमय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरू आकाशबाट पृथ्वी लोक झरेर सबैको आँगनमा बत्तीको रूपमा बलिरहेका छन् जस्तो लाग्छ। यी बत्तीहरू चाहिँ हामी सबैको आशाको बत्ती कहिले नलिरोस्, भैरनीका आशिषहरू हामीलाई जस्ताको त्यस्तै लागोस् अनि यो उल्लास वर्षभरि कायम रहोस्। रङ्गोलीका उमङ्गहरू हाम्रो आँगनमा सगौरव रहिरहोस्। सप्तरङ्गी चाड तिहारको सम्पूर्णमा मङ्गलमय शुभकामना। हस्त धन्यवाद।